हामी आफ्नो कम्प्युटर सिस्टमको इन्फर्मेसन कसरी थाहा पाउने त? धेरै सजिलो तरिका। सबभन्दा पहिला हामी स्टार्ट बटनमा राइट क्लिक गर्ने, त्यसपछि रन डायलग बक्स चुज गर्ने। रन डायलग बक्स चुज गरिसकेपछि त्यसमा MS Info 32 लेख्ने, त्यसपछि ओके बटनमा क्लिक गर्ने। यसरी हामी आफ्नो कम्प्युटरका सम्पूर्ण इन्फर्मेसनहरू हामी थाहा पाउन सक्छौँ। स्क्रिनमा देखाए जस्तै मेरो कम्प्युटरको इन्फर्मेसन यहाँ देखाइएको छ। त्यसमध्ये सबभन्दा इम्पोर्टेन्ट कुरा हामीले हेर्नुपर्ने प्रोसेसर 13th जेनेरेसन इन्टेल R4 TM i7 देखाइएको छ। त्यसरी हामी अन्य इन्फर्मेसनहरू पनि हामी थाहा पाउन सक्छौँ, जसरी मेमोरीको बारेमा हेर्दाखेरि इन्स्टल्ड फिजिकल मेमोरी, र्याम, टोटल फिजिकल मेमोरी, एभाइलेबल फिजिकल मेमोरी, टोटल भर्चुअल मेमोरी, एभाइलेबल भर्चुअल मेमोरी, यसरी हामी सम्पूर्ण कुराहरू राउन्ड बक्समा MS Info 32 लेखेर हामी थाहा पाउन सक्छौँ। धन्यवाद।